स्कुलमा पढ्दाखेरि पनिसमेन्ट खानु भनेको नर्मल चिज हो। मेरो पालामा म कन्फ्युज हुन्थे कुनै टिचरहरूले पढाइमा ब्याचलर गरे हो कि पनिसमेन्ट दिनमा ब्याचलर गरे भनेर। पनिसमेन्ट जस्तै 3वटा पेन्सिल राखेर औंलामा बटार्ने। बाप रे बाप, त्यो पनिसमेन्ट त वर्ल्ड वार 2 मा सिके होला के। अनि अर्को पनिसमेन्ट केटाहरुको प्यान्ट खोल्दिने। बुई हेर्न रामुको डोरेमन वाला कट्टु के हेर्न हजुर, ग्याजेटलाई सम्हालेर राखेको। धन्न मैले चाहिँ त्यो पनिसमेन्ट खाएन, नभए मेरो पाल परेको कट्टु देखेर जेनेरेसनल इम्बेरेसमेन्ट हुन्थ्यो। एकचोटि ढाडमा चढी चढी म र 2 जना साथीहरु चलिरहेको थियो अनि प्रिन्सिपलले देखेर त्यहीको त्यही एउटा नयाँ पनिसमेन्ट इन्भेन्ट गर्दियो भने। 3वटा मान्छे भएको घोडा जुन चाहिँ यस्तो देखाएको थियो। म चाहिँ तल थिएँ, हल्का मोटो थिएँ नि त, माथिको भार सम्हाल्न सक्छ भनेर। अनि ग्राउन्डमा 10 राउन्ड हान्न लायो। धेरै जस्तो पनिसमेन्ट खानुको मेन रिजन होमवर्क हुन्छ र होमवर्क चेक गर्नुको मेन रिजन यो गुइठिया हुन्छ। न त यो पढाइमा राम्रो हुन्छ, त्यही नि रोल नम्बर 1 2 हरुसँग बसेर होमवर्क सार्छ अनि भन्छ सर होमवर्क चेक नगर्ने। ल बच्चाहरु आज फुटबल खेल्न जाने। सर होमवर्क चेक नगर्ने। क्यान्सल भो। यो जाठाहरुले कत्रो ठुलो पाप गरिरहेछ, यिनीहरुलाई थाहा छैन के। म कहाँ छु? गुइटे साथीहरुलाई फसाउँछस्, त जस्तो अर्को सजाय गरुड पुराणको हिसाबबाट तैले पाउँछस् निस भोजन दण्ड। के हो त्यो भने? के हैन, तेरो टिफिन दिनदिनै चोरेर खान्छु भने के। सर मेरो टिफिन चोर्यो। थ्याङ्क यू फर वाचिङ साथी हो। तिमीहरूले पनि कुनै युनिक पनिसमेन्ट खाएको छौ भने भन न तल कमेन्टमा। अहिलेलाई चाहिँ बाइ।